नमस्ते सबैमा वेलकम ब्याक टु माई मिनी ब्लग। आशा राखेको छु हजुरहरू सन्चै हुनुहुन्छ होला अनि म नि एकदम धेरै सन्चै छु। अनि आज चाहिँ मेरो ड्युटी सकिसकेपछि म चाहिँ ओभर टाइम ड्युटीको लागि बाहिर गएको थिएँ। म मात्रै होइन, म लगायत मेरा टिमहरू धेरैजना हुनुहुन्थ्यो। अनि हामी चाहिँ बाहिर आउटसाइड मेडिकल रेकर्ड, त्यो पनि ओभर टाइम ड्युटीको लागि जाँदैछौँ। ओभर टाइम ड्युटी चाहिँ भन्ने मात्रै हो, स्यालेरी चाहिँ त्यही बराबरै आउँछ। जाँदा त एक्लै थिएँ कि पछि बाटोमा पुगिसकेपछि त टिमै रहेछन् कि पछाडि चाहिँ जे होस् रमाइलो हुन्छ, खुसी छु। अनि जति दिन छ त्यति दिनसम्म एकदम धेरै ह्याप्पीको साथ काम गर्नेछु। अनि उहाँ चाहिँ हाम्रो मामा हो अनि उहाँले चाहिँ अलि हँसाउने काम गर्दै हुनुहुन्थ्यो क्या हाम्रो टिममा। मैले भ्लग बनाउन स्टार्ट गरेको छु भन्ने कुरा थाहा पाएदेखि चाहिँ जे होस् सबैजनाले सपोर्ट गर्छन्, त्यही ठुलो कुरा हो मेरो लागि। मलाई अझै पनि हजुरहरूको साथ अनि सपोर्टको जरुरी छ। मैले चाहिँ युट्युब च्यानल खोलेको छु अनि जुन नाम राखेको छु @RB_Pariyar12 यो लगायो भने चाहिँ मेरो युट्युबमा नाम देखाउँछ। अनि प्लिज गएर एउटा सब्सक्राइब गरिदिनु होला। अनि भ्लगिङ गरेको चाहिँ मैले क्यामेरामा देखाउन मिल्दैन, त्यो चाहिँ मलाई एलाउड छैन। जुन कामको लागि म गएको थियो त्यो चाहिँ हामीहरूको काम भनेको चाहिँ 4 बजेपछि हामीहरूको पेपरहरू जुन कलेक्ट गरेर हामीले लिएर आएको हुन्छौँ त्यो चाहिँ हामीले सबै सब्मिट गरेर राख्नुपर्ने हुन्छ एउटा फाइलमा। जे होस् काम चाहिँ ठिकै राम्रै छ अनि खुसी छौँ। मलाई हजुरहरूको साथ अनि सपोर्टको जरुरी छ। अनि यो चाहिँ हाम्रो आजको भिडियो यति नै हो र फेरि भेट्नेछु अर्को भ्लगमा। बाई।